हाई साथीहरू नमस्कार। आज चाहिँ हाम्रो फ्यामिली टुर छ। केटाकेटीले हामी स्विमिङ गर्छौँ सिक्न पर्छ स्विमिङ गर्न भनेपछि चाहिँ हामी अन्डरल्यान्ड लिएर गएका छौँ। हजुरहरूलाई म अन्डरल्यान्डको सबै भित्रको वस्तुस्थिति कस्तो छ देखाउँदैछु है। हामी भित्र प्रवेश गरिसकेका छौँ। अब नानी बाबुहरू चाहिँ उनीहरू स्विमिङको लागि गइसकेको छन्। हामी चाहिँ यताउता यसो हेरौँ न त भनेर हेर्दैछौँ। हजुरहरूलाई पनि म देखाउँदैछु। यो चाहिँ मेरो बच्चाहरू हो। ल हेर्नु कसरी खेलिरहेछन्। माथिबाट सुई चिफले अझै खुसी भयो। अनि मैले सरलाई पनि देखाएँ कि यतातिर हेर्नु न यिनी केटाकेटी कति खुसी भएको भनेर। कहिलेकाहीँ जिन्दगीमा घुम्नु पनि पर्दो रहेछ। बच्चा बच्चीको खुसी नै हाम्रो खुसी रहेछ के अरे। अनि हेर्नु न यस्तो बच्चाहरू खुसी भएको देखेर त हामी पनि आफूलाई पनि खुसी लाग्यो क्या। कहिलेकाहीँ चाहिँ बिदाको दिनमा लिनुपर्छ जस्तो लागेर नै हामीले लगेको। अहिले चाहिँ हाम्रो बर्खा बिदा छ नि त, यतातिर स्कुल पनि छैन। अनि केटाकेटीको पनि बिदा आफ्नो पनि बिदा भएपछि चाहिँ हामी यसरी घुम्न निस्केको। अनि मेरो फोटो खिचिदिनुहोस् भिडियो बनाइदिनुहोस् भनेर केटाकेटी खुसी भयो। केटाकेटी खुसी भएको देखेर आफूलाई झनै खुसी लाग्ने के। अनि यो सबै भिडियो बनाएर चाहिँ मेरो अर्को दिदीलाई देखाउनु पर्छ भनेर पनि उनीहरू चाहिँ सबै हाम्रो भिडियो बनाइदिनुहोस् है भनेर भनिरहेका थिए। अरू मेरो जेठो छोरी बाहिर छ नि त, यहाँ छैन। अनि मैले उसलाई देखाउनको लागि पनि सबै भिडियो बनाइदिएँ। अनि बेला बेला सर र म अब गर्मी थियो अनि बसेर हेर्थ्यौँ। अनि यो माथिबाट यस्तरी सुई जाने रहेछ कि सुतेर। अनि उनीहरू चाहिँ अब हामी यो पनि खेल्ने हो भनेर गयो है। मेरो छोरो फेरि आफू अगाडि डढायो अनि दिदीलाई पठायो। ए दिदीले त यस्तो गरेपछि म पनि सक्छु नि भन्दै ऊ पनि फेरि सुरु गर्यो। ऊ चाहिँ किनारबाट जान थालेको थियो। मैले किनारबाट होइन बिचबाट जाऊ भनेर फेरि पठाएँ। बिचबाट ऊ पनि गयो है। तल गयो चिगुड भनेर देखाउँछ कि खुसी भयो। अझै रमाइलो लागेपछि फेरि आयो है तिनीहरू दुई भाइ। फेरि अहिले पनि छोरी नै अगाडि गयो नि सुई। ल हेर्नु न कस्तो डर लाग्दो छ। म त यिनीहरू चाहिँ खेलिरहेको देखेर नै मलाई डर लाग्यो के। छोरो पनि गयो अनि यति खुसी भयो है। अनि योभन्दा पनि अझै अर्को डर लाग्दो रहेछ कि यो ढुङ्ग्रोभित्र छिर्ने। हेर्नु न ल है स्वाट गयो कि। अनि म त केटाकेटी नै त्यहाँ रोकिएँ क्या अल्झी क्या भने त्यहाँ साउन्ड चाहिँ यताबाट माथिबाट निस्किने के। होइन बच्चा बच्ची अड्के भनेको त हेर्नु न तल निस्किसकेका के। म चाहिँ माथि नै बच्चाहरू अड्के भनेर ढुङ्ग्रोबाट हेरिरहेको थिएँ। बच्चाहरू तल पुगेर उहाँ चिच्चाइरहेका। अब त्यहाँबाट पनि हामी चिप्लिनुपर्छ भनेर सुट्ट चिप्लिन खोजेको। त्यो बिचमा पानीको अलिकति कम भए हुनाले चाहिँ उनीहरू सकेनन् कि। भाइलाई धकालिदिएर अनि भाइ चाहिँ गयो पछाडि, दिदी चाहिँ हिँड्दै गइन्। अनि हामी एकचोटि फेरि यतातिर बस्नु पर्यो गर्मी भयो भनेर बस्यौँ होइन। उनीहरू चाहिँ अझै आऊ अब